जति जाने त्यति धेरै त्यो आफूप्रति शङ्का उत्पन्न हुन्छ नि त, कहिलेकाहीँ पे नै हुँदैन। तर एक्टिङ चाहिँ मोस्टली कुनै एउटा ठाउँमा एउटा सर्टेन समय गएर सिकेर एक्सपर्ट भएर निस्किने चिज होइन। गो लर्न फर्स्ट, त्यसको कुनै टेक्निकल आन्सर हुँदैन। एक्टिङ करियरको बारेमा तपाईँ क्युरियस हुनुहुन्छ भने गफसफ गरौँ। म सुदाम सिके, अनि एक्टर, डिरेक्टर अनि एक्टिङ कोच। हाम्रो चाहिँ एउटा अर्गनाइजेसन छ कथागेरा भन्ने, त्यहाँ चाहिँ हामी रेगुलर बेसीमा थिएटर मञ्चन गर्छौँ। अनि म र मेरो पार्टनरले चाहिँ त्यसलाई सँगै चलाइराखेको छौँ। 10-15 वर्षदेखि चाहिँ म रङ्गमञ्च अनि फिल्ममा अभिनय सँगसँगै अभिनय कार्यशाला दिने अनि कास्टिङ डिरेक्टरको रूपमा पनि म काम गर्दै आइरहेको छु। Sudhamji, welcome to Mentor Mantra Career Series. Your career series ma, we will be talking about the field you're in, यसमा रहेको career opportunities, growth, plus the insights for people interested in the acting career. Acting मेरो hobby मात्र होइन है, I can make a career out of it भन्ने कुराको clarity कसरी पाउनु भयो तपाईले? सो बिगिन गर्दाखेरि चाहिँ एउटा इन्ट्रेस्ट थियो हैन, तर यसलाई म कन्टिन्यू गरिराख्छु भनेर चाहिँ म यो पेसामा लागेको होइन। अनि गर्दा गर्दै एउटा गऱ्यो अर्को गऱ्यो, अनि त्यो एउटा कामले अर्को काम तान्यो, अपर्च्युनिटीहरू डिस्कभर हुँदै गयो। अनि अहिलेसम्म पनि अब हेरिरहँदाखेरि मैले गरिराखेको चाहिँ हो, तर कहिले पनि म यसलाई करियरको रूपमा अगाडि लिएर बढ्छु भन्ने थट चाहिँ इट नेभर केम इन्टु माई हेड। आई एम डुइङ इट। तर गर्दा गर्दै के चाहिँ भयो भन्दाखेरि यसले मेरो लाइफलाई चाहिँ अलिकति, मेरो जीवनलाई चाहिँ अलिकति यसले एकदमै सकारात्मक बाटोतिर लिएर गयो। म एज अ पर्सन चाहिँ एकदमै राम्रो भन्दा पनि एकदमै राम्रो बाटोतिर हिँड्नको लागि चाहिँ यसले मलाई सहयोग गर्यो, राम्रो बाटो पत्ता लगाउनको लागि हेल्प गर्यो। अनि त्यो भएर म यो कर्म गरिराखेको मात्रै हो। स्टिल पनि मैले यसलाई मेरो करियर यही हो भनेर सोच बनाइसकेको चाहिँ छैन। मलाई मनपर्छ अनि म गरिरहन्छु, अनि यसले मलाई मेरो जीवन सुन्दर बनाउनको लागि चाहिँ सहयोग गरिरहेको छ। तपाईले कहिले आफ्नो क्यापेबिलिटिजहरुमाथि डाउट गर्नुभयो त while you were on stage or set? सुरुमा चाहिँ त्यस्तो गरेन, सुरुमा त्यस्तो भएन। तर काम गर्दै गइसकेपछि चाहिँ जब तपाईले मोर अलिकति भनौँ न क्राफ्ट स्किल जब अझ धेरै जान्नुहुन्छ, अनि त्यसपछि चाहिँ जति जाने त्यति धेरै त्यो आफूप्रति शङ्का उत्पन्न हुन्छ नि त। सो यो एउटा ह्युमन नेचर पनि हो। जान्दै गएपछि झन् मबाट हुँदैन कि, मैले गरिरहेको छैन कि, भइरहेको छैन कि भन्ने डाउट्सहरू आउनु चाहिँ, अनि त्यो डाउट्स अहिलेसम्म पनि आउँछ। म अहिले अभिनय गरिरहँदा होस् अथवा अभिनय सिकाइरहँदा होस् अथवा यो क्षेत्रको अन्य कुनै काम गरिरहँदाखेरि पनि कसैले गरेको सानो क्वेसनले अथवा कहीँ आफैले गरिरहेको काम चित्त नबुझ्दाखेरि सायद हुँदैन कि मबाट, म राइट पर्सन होइन कि, मसँग इनफ पोटेन्सियल छैन कि, क्यापेसिटी छैन कि भन्ने डाउट्सहरू चाहिँ आइरहन्छ। अनि मैले एकदमै सकारात्मक रूपमा लिन्छु डाउट्सलाई। तर कसरी यो डाउट्सहरूलाई चाहिँ ओभरकम गर्नुभयो त? काम गरिराख्ने हो। त्यसको एउटै मात्रै के भन्छ अप्सन भनेको चाहिँ काम गरिराख्ने, अनि आफ्नो कामलाई बेटर बनाउनको लागि चाहिँ सिक्ने स्किल्सहरूलाई चाहिँ आफूले कहिले पनि नरोक्ने, भनेको सिकाइको प्रक्रियालाई चाहिँ आफूले कहिले पनि नरोक्ने, सिकिरहने। अनि सिकिरहनु चाहिँ मेरो आई थिङ्क हबी चाहिँ त्यो हो। मलाई सिकिरहन मनपर्छ जे पनि कुराहरू, अनि त्यसले चाहिँ सहयोग गरेको होला। Now let's talk about numbers, particularly financial aspectsहरुको बारेमा। हामीले यो सिरिजमा सबैलाई डाइरेक्टली नै सोधेर आउँछौं, and here's the question to you as well. तपाईको फर्स्ट पेड रोल के थियो र त्यसबाट तपाईले कति कमाउनु भयो? फर्स्ट पेड रोल चाहिँ आई थिङ्क एउटा स्ट्रिट प्ले हो। स्ट्रिट प्लेहरू चाहिँ प्राय के भन्छ अलिकति एनजिओ आइएनजिओ फन्डेड हुन्छ। सो त्यसमा चाहिँ अब एक्टरलाई यति पे गर्ने भनेर एउटा कन्फर्म के भन्छ प्रपोजलमा नै पठाएको हुन्छ, अनि त्यो अनुसार हामीले पेमेन्ट पाउँछौँ। सो आई थिङ्क त्यसमा 25,000 जस्तो बिगिनिङमा मैले पाएको।
पेड रोल चाहिँ त्यही होला। अब अहिले चाहिँ तपाईँको यति लामो एक्सपिरियन्स भइसक्यो, तपाईँको पर प्रोजेक्टको अर्निङ रेन्ज कस्तो छ त इन थिएटर अर इन मुभिज? रेन्जमा चाहिँ एभरेजमा लाने हो होइन। अब एभरेजमा लाँदाखेरि अब अहिले चाहिँ मैले एकदमै धेरै फिल्ममा रोल्सहरू अथवा थिएटरमा रोल्सहरू त्यति गर्दिनँ। तर अब अहिले काम गरिरहँदाखेरि अब थिएटरमा गऱ्यो भने इट डिपेन्ड्स, लाइक अब 20,000 देखि अब 40-50,000 म्याक्सिमम त्यहाँसम्म जान सक्छ होला होइन। अब फिल्ममा गऱ्यो भने चाहिँ अब तपाईँको रोल चाहिँ कति लामो छ, कति दिन सुटिङमा तपाईँले टाइम दिनुपर्छ भन्ने कुराले डिटरमाइन गर्छ। र जेनरली अब पर डेमा काम गर्दाखेरि मान्छेहरूले 10-15 देखि अब 25-30सम्म लिन्छ। अनि कुनै कुनै प्रोजेक्टले अब तपाईँलाई एउटा सानो 2 day 3 daysको सुटिङमा 50-60,000सम्म पनि पे गर्छ। सो इट डिपेन्ड्स, यो ठ्याक्कै यति नै भन्ने चाहिँ हुँदैन, कहिलेकाहीँ पे नै हुँदैन। इनिसियल डेजहरूमा चाहिँ तपाईँले हप्तामा कति घन्टा एक्टिङलाई भनेर ट्रेन गर्नुहुन्थ्यो, अनि अहिले त्यो रुटिन चाहिँ कस्तो छ त अहिले? इनिसियल डेजमा चाहिँ यस्तो हुन्थ्यो, अब एक्टिङ गरिरहँदाखेरि चाहिँ तपाईँले घरमा आएर के गर्ने एक्सर्साइज भन्ने चाहिँ अब मोस्टली चाहिँ अब एक्टरहरूलाई चाहिँ डिफिकल्ट हो। अब म घरमा गएर एक्लै बसेर चाहिँ के एक्सर्साइज गर्ने छ भन्ने चाहिँ कतिपय केसमा आइडिया हुँदैन। सो बिगिनिङमा मलाई पनि आइडिया थिएन। सो मेरो लागि एक्सर्साइज भनेको चाहिँ कस्तो मात्रै हुन्थ्यो नि, घरबाट निस्किने, डुल्ने, साथीहरूसँग बस्ने, खाने, अलिकति सोसलाइज गर्ने। सो त्यो नै एक्टरहरूसँग बसेर कुराहरू गर्ने, डिस्कस गर्ने, फिल्म हेर्न जाने, थिएटरहरू हेर्न जाने, पर्फर्मेन्सहरू, अनि कहिलेकाहीँ आफै साथीहरू मिलेर नै सानसानो पर्फर्मेन्सेसहरू बनाउने। सो त्यो चाहिँ पार्ट अफ एउटा प्र्याक्टिस अथवा एक्सर्साइज थियो एक्टिङ एक्सर्साइजको रूपमा। अनि अब अहिले आएर हेर्ने हो भने चाहिँ त्यसको सर्टेन यति नै टाइम भन्ने हुँदैन, किनकि अब अहिले सेल्फ आफैलाई नै फोकस गरेर एक्सर्साइज गरिराख्नको लागि चाहिँ इनफ समय हुँदैन। सो हप्तामा कहिले 2-3 दिन जस्तो गर्न सकिन्छ होला, अथवा टाइम हेरेर। सो सिक्न सक्ने स्किल्सहरू, म्युजिक सिक्न सकिन्छ कि, योगा सिक्न सकिन्छ कि, मुभमेन्ट सिक्न सकिन्छ कि, अथवा भोइसलाई अलिकति वर्कआउट गर्न सकिन्छ कि, त्यो चाहिँ हेरेर समय परिस्थिति अनुसार मिलाएर। मेडिटेसन पनि एउटा प्र्याक्टिस हो। सो यस्तो प्र्याक्टिसहरू चाहिँ अब थाहा भइसकेपछि, अब गर्दै गइसकेपछि यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ भनेर थाहा हुँदै गइसकेपछि समय दिने कोसिस गरिन्छ। तर अब अहिलेको टाइममा आएर चाहिँ फेरि नाउ यु निड टु वर्क होइन, अलिकति यताउति कामहरू खोज्नु पऱ्यो, लाइफ अगाडि बढाउनु पऱ्यो, पहिलो कुरो त आफ्नो जीवन धान्नु पऱ्यो। सो त्यसले पनि समयहरू चाहिँ एकदमै अकुपाइड गरिरहेको हुन्छ। तर जेनरली यसो सोच्यो भने चाहिँ मेबी 2-3 आवर्स पर डे जस्तो चाहिँ पर्छ होला एभरेजमा। एक्टिङमै करियर बनाउन इन्ट्रेस्टेड हुनेहरूले चाहिँ कुन फर्मल प्रोग्राम र एक्टिङ कलेजमा इन्भेस्टमेन्ट गर्दाखेरि एकदमै राम्रो रिजल्ट पाउन सक्नुहुन्छ होला? यो नेपालको सिनारियोमा जाने हो भने चाहिँ अलिकति अब डिफिकल्ट छ यसलाई एकदमै राइट आन्सर गर्नको लागि। राइट आन्सर पनि छैन खासमा, तर यही हो भनेर भन्नको लागि चाहिँ अलिकति डिफिकल्ट छ। कलेजहरू पनि छ अहिले, अब 4 years ब्याचलर इन एक्टिङ खालको अस्कर कलेज छ, नेपाल फिल्म क्याम्पस छ। अनि अब थिएटरहरू पनि टन्नै छ। अनि थिएटरले चाहिँ 6 monthsको 3 monthsको जस्तो मैले 1.5 monthsको कोर्सहरू गराइरहेको हुन्छु, जहाँनिर चाहिँ तपाईँले बेसिक्स अफ एक्टिङ चाहिँ अलिकति थाहा पाउनुहुन्छ होइन। तर एक्टिङ चाहिँ मोस्टली कुनै एउटा ठाउँमा एउटा सर्टेन समय गएर सिकेर एक्सपर्ट भएर निस्किने चिज होइन। यसमा चाहिँ अब तपाईँले अलिकति क्राफ्ट स्किलको बारेमा थाहा पाउनुहुन्छ, एक्टिङ के हो भन्ने कुरा थाहा पाउनुहुन्छ। तर यो चाहिँ एक्टर बन्ने एउटा के भन्छ जर्नी हो। अनि सो त्यो चाहिँ अगाडि जिन्दगीभर अगाडि बढिरहने जर्नी हो। सो तपाईँले कहीँ पनि सिकेर तपाईँले फेरि तर समयमा वर्कसप्सहरू चाहिँ लिइराख्नको लागि चाहिँ म के भन्छ रिकमेन्ड गर्छु एनी काइन्ड अफ वर्कसप्स। त्यो चाहिँ रिलेटेड टु एक्टिङ एन्ड थिएटर, तर पर्सनल वर्क हो यो। अनि सो व्यक्तिगत रूपमा आफूलाई हेर्दै काम गर्दै आफूमाथि वर्क गरिराख्नुपर्ने हुन्छ। त्यो चाहिँ नेभर एन्डिङ प्रोसेस हो त्यो। अनि मान्छेले भन्छ अब एउटा एक्टर बन्नको लागि मिनिमम 20 years 30 years जस्तो लाग्छ, त्यति समय लाग्छ भनेर। अनि मेरो एक्सपिरियन्समा पनि यसो हेरेँ अनि 15 वर्ष भयो काम गर्न थालेको, बल्ल अब हो कि बन्दैछु कि जस्तो खालको अनुभव हुँदैछ।
एउटा राम्रो एक्टर बन्ने जर्नीमा तपाईँले भनेको जस्तो वर्कसप र ट्रेनिङ्सबाट टु वाट एक्सटेन्ट वान क्यान एक्सपेक्ट ग्रोथ? यो चाहिँ व्यक्ति आफैमा निर्भर हुने कुरा हो। वर्कसपले ट्रेनिङले केही गर्छ नै भन्ने ग्यारेन्टी हुँदैन। यो चाहिँ रिसिभरले कसरी रिसिभ गर्छ अनि त्यसलाई कसरी आफूले एक्सर्साइज गर्छ, आफू एज अ पर्सन कति अनेस्ट छ, कति अथेन्टिक हुन सक्छ, आफू एज अ पर्सन कति इम्पेथेटिक छ, कति सुन्न सक्छ, यो सबै चिजले चाहिँ के भन्छ, यो सबै चिजमा डिपेन्ड हुन्छ एकजना मान्छेले वर्कसप्सबाट अथवा ट्रेनिङबाट के लिन्छ भन्ने कुरा। के दिन्छ भन्दा पनि उसले त्यो, किनकि वर्कसप्सहरूमा यस्तो केही हुँदैन कि जहाँनिर अब त ह्यान्ड नोट्सहरू दिएर पनि केही हुँदैन, अथवा तपाईँलाई कुनै पर्फर्मेन्समा अपर्च्युनिटी दिएर पनि केही हुने होइन। सो दिन सक्ने कुराहरू चाहिँ खासमा कम हुन्छ त्यहाँ। वर्कसप्सहरू चाहिँ एउटा थिएटरको वर्कसप भनेको अलिकति अब एउटा कस्तो हुन्छ नि, त्यो विभिन्न परिस्थितिहरू चाहिँ काम गरिराखेको हुन्छ अनि त्यहाँ एक्सर्साइजेसहरूलाई तपाईँले एज अ स्टुडेन्ट ल गरिदिउँ न त, यो हामीले सिकिराखेको छ, उसले भनिरहेको छ ल गरौँ न त भन्ने प्रोसेसमा तपाईँ जानुभयो भने तपाईँले खासै केही पनि लिन पाउनुहुन्न। सो तपाईँ एक्टिङ क्लासेस गइरहनु भएको छ भने चाहिँ एज अ स्टुडेन्ट त्यहाँ त्यो वर्कसपभरि तपाईँ स्टुडेन्टको आइडेन्टिटीमा बसिराख्नु भयो भने यु विल नट गेट एनिथिङ। सो त्यहाँनिर चाहिँ कसरी लिने भन्ने, अब तपाईँलाई जे गराउँछ वर्कसपमा अथवा ट्रेनिङमा त्यो चाहिँ तपाईँ आफू इमान्दार भएर तपाईँ आफू एकदमै के भन्छ विथ अथेन्टिसिटी चाहिँ तपाईँले कुनै पनि एक्सर्साइजेसहरू कसरी गर्नुहुन्छ अनि त्यो गरिरहँदाखेरि चाहिँ तपाईँले आफूलाई कसरी हेरिरहनु भएको छ, अनि तपाईँले क्लासेसलाई कसरी लिइरहनु भएको छ, तपाईँले गरिरहेको एक्सर्साइजलाई ट्रस्ट गरिरहनु भएको छ कि छैन, क्वेसन छ भने त्यो क्वेसन्सलाई चाहिँ तपाईँले क्वेरिजमा कन्भर्ट गरिरहनु भएको छ कि छैन। यी धेरै कुराहरूले चाहिँ के भन्छ तपाईँले कति लिने कति पाउने भन्ने कुरा चाहिँ डिटरमाइन गर्छ। खासमा चाहिँ मैले वर्कसप लिइरहँदाखेरि मेबी फर्स्ट वर्कसपमा मैले वर्कसपै लिन जानेन जस्तो पनि लाग्छ। सो तपाईँले जान्नुपर्छ जस्तो लाग्छ पहिला चाहिँ वर्कसप लिनको लागि। अब त्यो चाहिँ कसरी भन्ने भयो भने चाहिँ अब त्यसलाई चाहिँ अलि लामै आन्सर हुन्छ, लामै प्रोसेस हुन्छ त्यो बुझ्नको लागि चाहिँ। सायद कुनै पनि करियर स्टार्ट गर्दा और ग्रोथ फेजमा हुँदा पनि नेटवर्किङ इज भेरी क्रुसियल है। झन् एक्टिङ करियरमा त इट्स भेरी इम्पोर्टेन्ट। सो एज एन एक्टर तपाईँले नेटवर्किङ स्टार्ट गर्दा यसको प्रोसेस कस्तो थियो तपाईँको लागि? हाउ डिड यु स्टार्ट? मैले यो क्षेत्रमा काम सुरु गर्दाखेरि चाहिँ ठुलो नेटवर्क थिएन, एकदमै सानो थियो, यो इन्डस्ट्री एकदमै सानो थियो। अनि सो जसले काम गरिरहेको छ त्यो सबै मान्छेले एकअर्कालाई चिन्थ्यो। खासै त्यस्तो धेरै नाटक पनि हुने ठाउँहरू पनि थिएन, नाटक धेरै हुँदा पनि हुँदैन थियो होइन। सो मेरो लागि चाहिँ सजिलो के भने मेरो काम मान्छेलाई मन पऱ्यो, त्यसरी नेटवर्क बिगेन भयो अनि एउटाले अर्कोले बोलाएर होइन रिकमेन्ड गरेर। तर अहिलेको परिस्थिति चाहिँ अलिकति फरक छ। सो अहिले चाहिँ धेरै छ मान्छेहरू होइन। अनि सो तपाईँ अलिकति आफूलाई अगाडि राख्नु भएन भने तपाईँ नदेखिने चान्सेस चाहिँ धेरै हुन्छ अहिले चाहिँ। सो अहिले चाहिँ मैले मान्छेहरूलाई भन्नको लागि चाहिँ के भन्छ फोटोहरू रेगुलरली अपलोड गर्ने, रिल्सहरू बनाउने, आफ्नो सो रिल्सहरू बनाएर अपलोड गरेर राख्ने, अनि सोजहरू भिजिट गर्ने, अनि त्यसपछि अडिसनहरू खुलिरहेको हुन्छ। हरेक अडिसनमा आफ्नो पोर्टफोलियोहरू पठाउने, आफ्नो इन्ट्रेस्टहरू चाहिँ पठाउने। अब अहिले सबैजना मान्छेलाई सोसियल मिडियामा हामी भेट्छौँ होइन, राइटर, डाइरेक्टर, एक्टर होइन, सबैजना प्रड्युसर, एनी पिपल हामी सोसियल मिडियामा भेट्छौँ भने दे आर अप्रोचेबल होइन। सो त्यो हिसाबले चाहिँ अहिले अलिकति सजिलो पनि छ कि तपाईँले आफ्नो पोर्टफोलियोहरू, आफ्नो इन्ट्रेस्टहरू चाहिँ मान्छेहरूलाई सोसियल मिडियामा नै मेसेज गरेर पनि तपाईँले के भन्छ तपाईँको इच्छा व्यक्त गर्न सक्नुहुन्छ। अनि तपाईँले आफूले चाहिँ अगेन एन्ड अगेन, टाइम एन्ड अगेन रिमाइन्ड गरिराख्नुपर्छ कि म यो क्षेत्रमा छु, म काम खोजिरहेको छु, म स्किलफुल छु, म गर्न सक्छु भनेर चाहिँ तपाईँले आफूलाई फरवर्ड राखिराख्नुपर्छ। त्यो मोस्टली अब सोसियल मिडियाको थ्रुबाट नै भयो अहिलेको टाइममा चाहिँ। एन्ड प्लस अब मान्छेहरू हेर्ने, खोज्ने, डिरेक्टरहरू आइडेन्टिफाई गर्ने,
राइटरहरू आइडेन्टिफाई गर्ने, कास्टिङ डाइरेक्टरहरू आइडेन्टिफाई गर्ने, उनीहरूलाई चाहिँ आफ्नो इन्ट्रेस्ट, आफ्नो पोर्टफोलियोहरू पठाइराख्ने, आइएम देयर है, आइएम हियर है भनेर सम्झाइराख्ने। अनि इभेन्टहरू भइराखेको हुन्छ, जस्तो फिल्म फेस्टिभलहरू हुनसक्छ, थिएटर फेस्टिभलहरू हुनसक्छ, सोजहरू भइराखेको हुन्छ, अनि त्यस्तो ठाउँमा जाने, अटेन्ड गर्ने, अनि त्यसपछि मान्छेहरूसँग कुराकानी गर्ने, गफ गर्ने, अनि आफूलाई सेल गर्नको लागि त त्यो आफ्नो बारेमा अगेन एन्ड अगेन भनिराख्ने, सुनाइराख्ने। If someone has no connection within this field, as an outsider or let's say a beginner, सुरुमै त्यो नेटवर्क चाहिँ कसरी क्रिएट गर्नु त? पहिला धेरै अगाडि यो क्षेत्रमा सुरुवात गर्नु र अहिले सुरुवात गर्नुमा फरक छ। अनि धेरै अगाडि चाहिँ तपाईँले स्कुलिङहरू गर्न जरुरी थिएन, अनि स्कुलहरू पनि थिएन। त्यो चाहिँ अब इयर्स एन्ड इयर्स अर्लियरको कुरा भयो। अहिले चाहिँ देयर आर स्कुल्स होइन, देयर आर इन्स्टिट्युट्स जसले चाहिँ तपाईँलाई यो क्षेत्रको बारेमा एउटा बेसिक्स ट्रेनिङ्सहरू, बेसिक्स अन्डरस्ट्यान्डिङ्सहरू, बेसिक्स वर्कसप्सहरू चाहिँ अर्गनाइज गरिरहेको छ। सो त्यहाँ हो जाने फर्स्टमा चाहिँ। सो त्यहाँ गइसकेपछि तपाईँले सिक्नुहुन्छ, अनि तपाईँ जस्तै सिक्नको लागि चाहिँ अरू 15, 20, 25 जना मान्छे आइरहेको हुन्छ, अनि सिकाउने मान्छेहरू पनि हुन्छ। अनि त्यो क्रममा चाहिँ त्यो क्षेत्रको विभिन्न मान्छेहरूसँग 1 दिन, 2 दिन, 3 दिन, 1 महिना, 2 महिना, 3 महिना, 1 वर्ष, 2 वर्ष, 3 वर्ष गर्दै हामी अरू मान्छेहरूलाई भेट्दै जाने हो। एकदमै नयाँ मान्छे यो क्षेत्रमा अब अहिलेको लागि चाहिँ, अहिलेको समयमा चाहिँ फुत्तै आउनलाई अलिकति सहज छैन, सजिलो छैन। हुन त अब अहिले मान्छेहरूले एकदमै धेरै अब टिकटकहरूतिरबाट अथवा इन्स्टा रिल्सहरूबाट पनि एकदमै नयाँ मान्छेहरूलाई फिल्महरूमा अथवा भिडियोजहरूमा चाहिँ लिइरहेको हुन्छ होइन। तर तपाईँले आफूले साँच्चै यो क्षेत्रमा म केही गर्छु भनेर कोसिस गर्ने सोचिरहनु भएको छ भने गो लर्न फर्स्ट, अनि त्यहीँनिरबाट तपाईँको के भन्छ नेटवर्क डेभलप हुन थाल्छ। तर इट टेक्स टाइम। त्यो चाहिँ तपाईँले माइन्ड मेक गरेर जाँदा हुन्छ। तपाईँ आज जानुभयो, वर्कसप गर्नुभयो, अनि 3 महिना सक्यो, अनि मलाई तुरुन्तै केही काम पाइहाल्नुपर्छ भन्ने जस्तो अब एकदमै अहिले तुरुन्तै रिजल्ट खोज्ने पुस्ताहरू पनि छ भनेर भन्छ मान्छेहरू। त्यस्तो छ, धेरै अहिलेको पुस्ता चाहिँ भन्छ। तर तपाईँसँग पेसेन्स चाहिँ हुनु पऱ्यो कि कम्तीमा म 3 इयर्स 4 इयर्स चाहिँ म कामै नपाएँ यो क्षेत्रमा लाग्छु भनेर। बिजनेस सुरु गर्दा पनि त्यस्तै हुन्छ नि त, चलेन भने पनि म 1 वर्ष चाहिँ रन गर्छु, मेरो ब्याकअप चाहिँ यो छ भनेर। सो आई थिङ्क यु सुड गो टु इन्स्टिट्युसन टु लर्न द स्किल्स फर्स्ट। एज एन एक्टर अपर्च्युनिटिजहरू त आइ नै राख्छ होइन, बट देन सबै अपर्च्युनिटिजहरू म एक्सेप्ट गर्छु भन्ने कुरा पनि आउँदैन, कुनै कुनै रिजेक्ट पनि गर्नुपर्छ। तर आएको अपर्च्युनिटिजबाट यो रोल र यो स्क्रिप्ट चाहिँ मेरो लागि होइन है भनेर कसरी डिसाइड गर्ने? यसको कुनै टेक्निकल आन्सर हुँदैन होइन। त्यो त अब एउटा चाहिँ अब आफ्नै इन्ट्युसन पनि हो कि मलाई यो ठिक छ कि छैन, म गर्न सक्छु कि सक्दिनँ भनेर आफैले जज गर्न सक्नु पऱ्यो। त्यही भएर आफैमा डिपेन्ड हुने कुरा हो यो। अनि आफूलाई जज गर्न अलिकति गाह्रो भयो भने आफ्नो टिचर जहाँनिर तपाईँले सिक्नुभयो, आफ्नो सिनियर जसलाई तपाईँले जोसँग तपाईँ सङ्गत गर्दै हिँड्नु भएको छ, जससँग अलिकति अनुभव छ, त्यो मान्छेसँग बसेर कुराकानी गर्न मिल्यो इफ यु कान्ट मेक अ डिसिजन त्यस्तो केसमा चाहिँ। तर जेनरली चाहिँ अब यसमा धेरै कुराले असर गर्छ। त्यसको फ्याक्टर्सहरू अब स्क्रिप्ट हुनछ, तपाईँलाई त्यसको कथा मन पऱ्यो मन परेन, तपाईँलाई जुन रोलको लागि अप्रोच गरिरहेको छ त्यो रोल तपाईँको लागि ठिक छ कि छैन, तपाईँ गर्न सक्नुहुन्छ कि हुन्न, अथवा तपाईँलाई मनपर्छ कि पर्दैन, डाइरेक्टर होइन, राइटर एन्ड प्रोडक्सन हाउस, यो सबै कुराहरू चाहिँ जोडिन्छ तपाईँले एउटा प्रोजेक्ट गर्ने कि नगर्ने भनेर डिसिजन मेक गर्नको लागि चाहिँ। सो यो सबै कुराहरू सोच्न मिल्यो। स्टिल पनि तपाईँलाई अप्ठ्यारो भयो भने चाहिँ गो टु युर सिनियर्स, गो टु युर टिचर्स, आस्क फर द सजेसन्स। एक्टिङ जस्तो करियरमा हुँदा प्रशंसकहरू सँगसँगै क्रिटिसाइज गर्ने मान्छेहरू पनि धेरै भेटिन्छन्। अझ झन् नेपालको कन्टेक्स्टमा त पिपल कल इट क्रिन्ज, इट क्यान बी हार्श। त्यस्तो अनलाइन कमेन्ट र फिडब्याकसँग चाहिँ हाउ क्यान वान डिल विथ? बाई डुइङ बेटर एक्टिङ। यो फिल्डमा इट इज नट नेसेसरी कि काम और प्रोजेक्ट्सहरूको फ्लो सधैँ एकै प्रकारको होस्, कहिले धेरै हुन्छ कहिले थोरै। सो यस्तो हुँदा चाहिँ कसरी बजेटिङ गर्नुहुन्छ टु मेक योर अर्निङ्स कन्सिस्टेन्ट?
यस्तो फिल्डमा अर्निङ कन्सिस्टेन्ट इम्पोर्टेन्ट होइन, सो बेटर वर्क कुन हो भनेर आइडेन्टिफाई गरेर अगाडि बढ्नु पऱ्यो। अर्निङ कन्सिस्टेन्ट भन्दा पनि अर्निङ चाहिँ इनफ छ कि छैन अहिले मेरो लाइफ अगाडि बढ्नको लागि भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। अनि सो किनभने राइट प्रोजेक्ट चुज गर्न सकिएन तर मोनिटरली चाहिँ मेरो पैसा चाहिँ कन्सिस्टेन्टली बराबर आइराख्नु पऱ्यो भनेर हामी पैसातिर हेर्न थाल्यो भने चाहिँ अलिक डामाडोल हुनसक्छ। त्यो ब्यालेन्स गर्नको लागि चाहिँ तपाईँले कहिलेकाहीँ कम पैसा अथवा पैसा नहुने काम अनि कहिलेकाहीँ चाहिँ अलि धेरै पैसा आउने तर अलि काम चाहिँ अलिकति आफूलाई इन्जोय नहुने अथवा आफ्नो लागि चाहिँ खोजे जस्ता काम होइन भन्ने कुरा पनि तपाईँले कहिलेकाहीँ चाहिँ एक्सेप्ट गर्नुपर्ने हुनसक्छ। त्यो सबै चिजहरू चाहिँ मान्छेमै भर पर्ने कुरा पनि हो। मलाई सोध्नुभयो भने म गर्दिनँ, मलाई चित्त बुझेन काम भने पैसा आयो भने पनि। Let's end this section with a unique mentor mantra that the industry talks less about, जुन अहिलेको aspiring actorsलाई चाहिँ चाहिन्छ जस्तो लाग्छ। धैर्यता हुनु पर्यो एकदमै, कुर्न सक्ने क्षमता अनि रिजल्ट एकदमै चाँडै अपेक्षा नगर्ने, अरूले दिएको क्रिटिसिजमहरूलाई एक्सेप्ट गर्ने अनि आफूले आफ्नो कामलाई हेर्ने, अरूले राम्रो भन्यो भन्दैमा नपत्याउने, अरूले नराम्रो भन्यो भन्दैमा विचलित पनि नहुने, पहिले आफूले आफूलाई हेर्ने अनि आफ्नो विश्वासिलो मान्छेहरूसँग कुरा गर्ने, त्यसको बारेमा यदि कुनै क्रिटिसिजमहरू आएको छ भने त्यसको बारेमा अत्यास लागेको छ भने पनि गएर भेट्ने, कुराकानी गर्ने, अनि घरमा चुप लाएर नबस्ने अनि यतिकै चिया खाएर समय बर्बाद नगर्ने, मान्छेहरूसँग भेटेर समय बर्बाद नगर्ने, मान्छेले भनेअनुसार एकदमै दारी कपाल काटेर पालेर झुत्रे झाम्रो भएर त्यसरी पनि नहिँड्ने, आफूलाई मेन्टेन गर्ने, आफू एकदमै राम्रो हुनु पर्यो, राम्रो देखिनु पर्यो, हेल्दी हुनु पर्यो सबै तरिकाले, अनि आफ्नो लागि समय छुट्याउने, स्किल्सहरू सिक्नलाई नरोक्ने, आफूले आफूलाई अरूले पर्दैन भन्दैमा नछोडिदिने, अरूले पर्छ भन्दैमा जाने पनि होइन, आफ्नो ज्ञानको अधिकभन्दा अधिक उपयोग गर्न जान्ने। Alright, that was it for part 1. Obviously, we'll be moving forward with the rapid fire round. So let's keep the answers as brief as possible. So first question, your way. घरमा आफ्नो करियर एक्सप्लेन गर्नु पर्यो भने कसरी एक्सप्लेन गर्नुहुन्छ? You have 30 seconds. यो जिन्दगीमा म एउटा यस्तो पेसामा छु जहाँनिर चाहिँ मैले भगवानदेखि दानव र मान्छे सबै एक्सप्लोर गर्न पाउँछु। के बिगिनर्सहरूले फर्स्ट फ्यु रोल्सहरू एज अ भलन्टियर नै एक्सप्लोर गर्नुपर्ने हुन्छ? पर्दैन, त्यस्तो हुँदैन। नेपाली फिल्म इन्डस्ट्रीको एक्टरहरूको वर्किङ प्याटर्नमा एउटा चेन्ज ल्याउने अपर्च्युनिटी पाउनुभयो भने त्यो चेन्ज के हुन्छ होला? म एभरेज भएर बस्नुलाई दिन्न थिएँ होला। कुन चाहिँ फिल्म फेस्टिभल और सोसियल मिडिया च्यानलले तपाईँको भिजिबिलिटीमा हेल्प गरेको छ? त्यस्तो खासै छैन। कुन अनलाइन और लोकल कम्युनिटी हैज सपोर्टेड यू द बेस्ट? आई थिंक माई ओन अर्गनाइजेसन कथाकेरा। एक्टिङ सुरु गर्दा कुन चाहिँ फन्डामेन्टल स्किल सिक्नै पर्ने हुन्छ? टु बी ट्रु टु योरसेल्फ। एउटा इक्विपमेन्ट जुन चाहिँ यो करियर सुरु गर्दै गर्दा डे 1 मा लिनै पर्छ, जस्तै कि क्यामेरा और माइक और ट्राइपड। बुक। नेपाली सिनेमाले कस्तो जनरजमा अझै मुभिजहरू बनाए हुन्थ्यो जस्तो लाग्छ? ड्रामा। एक्टिङ करियरमा नेटवर्किङ सुरु गर्दा कस्तो 3वटा प्रोफेसनल्सहरूसँग चाहिँ पहिले अप्रोच गर्नुपर्छ? ठ्याक्कै छैन, अप्रोच गर्नुपर्ने कास्टिङ एजेन्ट अथवा डाइरेक्टर हो, पछाडि जसलाई गर्दैन हुन्छ। कुन सोशल मिडिया इज बेस्ट टु शोकेस योर पोर्टफोलियो एज एन एक्टर? टिकटक, इन्स्टाग्राम। And now it's time for the priority game.
A board will be given to you with a few key elements needed in acting career, and we expect you to rank them as per your experience. You'll be placing the most crucial one at number 1, followed by the rest. Let's see what holds the most importance. So first अब ट्रेनिङ चाहियो, स्किल चाहियो, अनि अडिसनलाई प्रिपेयर गर्नु पर्यो, अनि त्यसपछि नेटवर्किङ खोज्नु पर्यो जहाँनिर तपाईँले यो कुरा सोकेस गर्न पाउनुहुन्छ, अनि यहीले तपाईँलाई पर्सनल ब्रान्डिङमा हेल्प गर्ने भयो. यो सबै चिजहरू राइट भयो भने फाइनान्शियल स्टेबिलिटी पनि हुने भयो. Thank you, Sudhamji, for your time and your insights into this field of acting as a career prospect. Thank you. Don't forget to subscribe, give a like and hit the bell icon to get the notification every time we upload the video.